यो चाहिँ भनेको यो हाम्रो जस्तो मासु पकाउने चिकन पकाउने यो माइक्रो ओभन हो, कन्भेक्सन ओभन। अनि यो पनि कन्भेक्सन ओभन हो। यो इन्डिकेटर प्लस चिन्ह छ, स्टार्ट छ, स्टप छ, यो टाइमर छ, यो सेल्सियस टेम्परेचर छ, यो पाप फाल्ने छ। यो टाइमर सिस्टम अफ भयो। यो अब फेरि स्टार्ट हुन्छ। यो माइक्रो ओभन हो। यो एउटामा कतिवटा पार्ट छ भने यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 डिस पाक्छ। 17 18 डिस चिकन पाक्छ। अनि यो चाहिँ ताजा खानामा एकदम टेस्टी, हेर्दै कस्तो खाउँ लाग्ने टेस्टी हुन्छ हैन। एकदम लास्ट यो एकदम राम्रो हुन्छ। यहाँ देख्नुहुन्छ तपाईहरु कस्तो मजाले हैन। पहिलो कलर भएर पाकेको छ हैन। रातो किसिमले। यो चाहिँ कन्भेक्सन ओभन भन्छ यसलाई। अनि यो ग्राइन्डर मेसिन हो। यो मसला पिस्ने मेसिन। यसको पत्थर हुन्छ, पत्थर भित्र पत्थर हुन्छ, यस्तो हुन्छ। यो ठ्याक्कै यो पत्थर भएको यसरी यो मसला पिस्दाखेरि यो दुईटा पत्थर चाहिँ घुमेर चट्टा मसला पिसिन्छ। अनि यता यो छ एउटा यो मेसिन भनेको डो मिक्सर हो, पिठो पिस्ने मेसिन। यो यस्तो हुन्छ, डो मिक्सर भन्छ यसलाई। यसले 2 बोरासम्म पिस्न सक्छ एकचोटिमा। 50 केजीको 100 केजीको यो 100 केजीसम्म पिस्छ। यो हेभी मेसिन हो, हेभी मेसिन एकदमै ठुलो छ। चपातीहरू आटालाई आटा मुस्ने भन्छ नि, आटा मेसिन। ल हस् त, आजको अपडेट यति नै मेरो अपडेट।